Welcome to Narita. हैन भने कपी सबै उडाइदिन्छु अबे नदिनी मोङ्की सर ल अर्को साल बिहे भइहाल्छ कि जापानमा कहिले यस्तो गरेर हिँडिएला भनेर सोचिया थिएन हेर्नुहोस् ल जानुहोस् 5-6 लिटर चाहिँ बेचेर आउनुहोस् है दुध हैन कुदाउन लागेर म त गुड्न यति गुड्न लाग्यो हिँड्नु ल म त यसो 5-6 लिटर भयो नि बिजनेस गरेर आउने क्या आज भनेर धानखेत यस्तो छ गाइज नेपाली फिल्मतिर के त्यो पहिला जस्तै केटा र केटी उता यता सृष्टि आई लभ यु त्यो बिचमा आएको साइकललाई भ्याट्टै लात्ती हानेर ढलाइदिएर होइन सम्झिन्छ गुन्डाले खत्रै हो कि खत्रै हो आवाज नि कस्तो आउँछ आवाज चाहिँ डेन्जर छ है अहिले त कमेडी लाग्दो रहेछ आजकलको फाइटहरुमा आवाज आउँदैन भित्रैबाट आन्द्रै निस्क्यो हिरोइनलाई भन्दाखेरि तिमीलाई मैले भनेको होइन मेरो आमालाई यस्तो मन पर्दैन भनेर माछे जस्तो पिसको लागि नरदेवी उग्रचण्डी भद्रकालीको शङ्कर साउथ इन्डियन मुभीहरुमा अहिलेसम्म त्यस्तै छ होइन त्यही पनि राम्रो लाग्छ कि उनीहरूको क्या दामी कि यो पार्ट यो चाहिँ यति धेरै यो खेत रोपिसकेपछि यो चाहिँ खाजा खाने ठाउँ होला कि यहाँ बसेर अब यो जग्गा हेर्दाखेरि जापानमा दलाली सुरु गर्नु पर्ला कमिसनको भाउ कति छ कमिसनको रेट 4-5% आउँदैन जग्गा बेचेको हेर्नु सबै जग्गा छ कमिसन नि आउँछ झाडी पनि रहेछ है नेपाली युवाहरूलाई फेरि झाडी देख्नै हुन्न आजकलको युवाहरू काम फालिहाल्छ जाऊ हे जानुहोस् है जानुहोस् ससुराबा थोरै दिने भए दिनु हैन भने खोपी सोपडी उडाइदिन्छु अबुई दिने कि नदिने नदिनी नदिने तानेरै भइने लान्छु तपाईको खोपडी चाहिँ उडाइदिन्छु हामी गइदिउँ के लगातार आइदिरहेको झन् गाडी अघि त थिएन त यस्तो कस्तो एकैछिनमा जाम भयो आउन भागो हामी नारायण ठुलो मल छिर्न लाग्छौँ यहाँ मल छ साइडमा यो मल आउनुहोस् हामीसँग हेर्नुहोस् पछाडिसम्म छ क्या यो मल त ओ वाउ एन्ट्रान्स सोल्टी नगर्ने ठ्याक्कै करोडपति भइहाल्यो भने त अनि कुन हो तपाईँ भन्नु लागेको कोरोना 3वटामा 3 थरी आयो 3 थरी यस्तो हुन्छ भाग्य चम्केपछि बोमिदेस्यौ हेलो तपाईँ बाजेबोजूहरू पुरा होइन हिँड्न नसकेपछि यस्तै गुर्किएर हिँड्ने हो मलभित्र हेरौँ न जेब्रा सोल्टी
सोल्टी हिँड्ने पनि हो ए हेलो यो झाखाको त कामै फनफनी के हो रे सोल्टी यो याड गर्ने हो कि यो मुलाले यसको आँखा छ सफा गरेर है खास दुलुनी टिमले यो हेर्ने गर्ने हो कि ओए मेरो पछि पछि नआउनु कि भाइ खाना ला मुला भिडियो बनाएर पिलिक पिलिक आँखा देखेर पिलिक पिलिक हामीलाई हेरेर कता हिँडेको तिमी हिरो भएर मासु खाएर खानेकुरा पकाएर पिलिक पिलिक गरे हामी हेरेको हेरै हामी हेरेको हेरै ब्युटिफुल रोबोट सान देशका Escaletao. सक्छ तपाईँले समय समय खोइ क्याच गरेको ओइ 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 यता लिएर आउनु यता यता बिर्सिदा ये सोल्टी आयो 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 इतनी खुसी ए सेम रहेछ कि सोल्टीको अनुहार र यो सोल्टी अनुहार त सेम सेम छ त बाउ छोरा हो क्या सोल्टीले आज छोरा पाउनु भए बधाई छ सोल्टी छोरा भएछ 200 रुपियाँको छोरा भयो कङ्ग्रेचुलेसन छोरा बोकेर हिँडिएछ के र होइन ऊ खस्यो छोरा खसेको थाहा छैन सोल्टीलाई ओ यहाँको हेर त फुड कोर्ट यस्तो धेरै मान्छे छ सिरियसली फुड कोर्टहरू यति प्याक हुन्छ नि यहाँको जापानको फुड कोर्ट्सहरू लाइक एनिथिङ आज मन्डे हो होइन मल चल्यो भने यसरी चल्नु क्या है नेपालको फुड कोर्टहरू यस्तो खाली हुन्छ होइन यहाँको फुड कोर्टहरू यस्तो प्याक छ कि चल्ने भनेको यसरी हो क्या वेलकम टु नारिता so much of Roxy very expensive flowers monkey his son we're from Nepal. Have you ever been there before? No? I want to go. Okay. I'm glad to see you. I'm glad to see you too. Yeah. Very good day. You too. Have a good day. Thank you. What's your name? Yamazaki-sama. Good day. Hi. good day Good day. Bye-bye. See you. Thank you so much. यसो शाहरुख खानले दीपिका पादुकोणलाई बोकेर हैन वहाँ माथि पुर्याएको थियो नि मन्दिरमा त्यस्तै गर्नु दीपिकालाई पो बोक्छ रियलमा गौरीलाई बोकेर दिएको कुटाई खाओगे खतरै छ त छिर्नला हो प्रपर्टी होला मान्छे होला यार भित्र नजानु भयो हामी अब प्रवेश गर्दैछौँ नारिता पछाडिको गेटबाट मन्दिर
खास छिर्नुपर्ने उताबाट हो हामी यता टोइलेटतिरबाट छिरियो होइन अब हामी यसो नारिता सानको वरिपरि घुम्ने छौँ टक्क लाएर के छ यो नारिता मन्दिरको प्राङ्गणमा भनेर देखाउने छु म अस्ति नै पनि आएँ एकचोटि सागर सोल्टीसँग तर यो जुन एङ्गलबाट छिर्यो हामी अर्कै एङ्गलबाट छिर्यो अस्तिको भन्दा त्यो कारणले म कहाँ छु के छु भनेर ठ्याक्कै अहिले पत्ता लागिसकेको छैन यहाँ छिरौँ न नारिताको बेस्ट पार्ट चाहिँ मलाई यो लाग्छ के लुक एट द भ्यू वाउ इट्स अमेजन त्यस्तै रहेछ कस्तो लाग्यो त हजुरलाई ठिक छ अमेजन लाग्यो अमेजन लाग्यो बाबा गर्लफ्रेन्ड ल्याएर दिनभरि गफ गरेर फ्युचर प्लान गर्ने ठाउँ हो नि होइन गर्लफ्रेन्ड भनेको चरा चाहिँ कहाँ पाउँछ भनेर त्यो त फेरि पहिल्यै उडिसकेको चरा मात्रै भेट्छु उडिसक्यो भए पनि म त उडेको पनि छैन कि सतर्क हुनुपर्छ त्यही त त्यस्तो मात्रै भेट्छु उडिसकेको तर म उडेको छैन भन्छ गाह्रो छ घर दुनियाँ यताउता सबै ठिकै छ सोल्टी एउटा होइन घरवाली पायो भने सागर सोल्टीको जिङ्गा लाला अर्को साल त आँगनमा लाला बाला हो कि होइन सोची सोची खुसी भएर हेर त्यो अनुहारमा मुस्कान अर्को साल सागर जस्तो जोन चाम्लिङ जस्तो 81 आएको हो नि त उनीहरू 81 भाइरल भएर यस्तो फेमस भइदिएको नि होइन यस्तो हाम्रो सम्धिमा नि पुरै ट्यालेन्ट छ टाइम मात्रै नआएको फेरि भोलि पछि त्यहाँ टेक्स हान्नुपर्छ केटाहरू फोटो दिएर तिमीहरू साथी हो नि त सँगै बस्छौँ सँगै खानु होइन भने नि यही भिडियो देखाउने यही फोटो देखाउने है यही देखाउने टेक्स हान्नुपर्छ म कन्सर्ट फिक्स गरिदिन्छु भनिदिने 2-4 लाख हिल पार्न सुते है के चाहिँ खुवाउला भनेर आएर सोल्टीलाई दिनु पर्यो ए माछा तुम लोग बहुत अच्छा ब्यूटीफुल है हैंडसम है खवाई है खाकोई है बहुत रामरा है तुम लोग बहुत रामरा है तुम लोग को देख के मैं फिदा हो गया मैं बहुत फिदा हो गया खुशी देखो तुमसे बहुत प्यार हो गया सामने दिख गया हरिया कपाल इसमें तो बाल भी बहुत हरिया उसलाई त्यस्तो कलर गर भनेको मैले पर्पल तर निलो कि निलो ए त्यो भनेको अब फेरि सुरु भयो गयो भयो त अब मैले किन गर्नु पर्यो कलर त्यही गयो भयो त हरियो निलो गरिदियो भयो त गएर भयो त गयो भयो त गो अब जाने त्यही बाटो हो कि ओइ के हो त्यो बिचको कछुवा जिउँदैछ अस्ति मैले भिडियो बनाएको त्यो ठाउँ हो
कस्तो दामी फुल हौ सोल्टी कस्तो राम्रो फुल रहेछ सोल्टी छिट्टै बिहे होस् भनेर यो शुभकामना सहित सेतो फुल अर्पण गर्न चाहे हजुरलाई यो अब नेक्स्ट विक भित्र गर्लफ्रेन्डले बास गरेर अनि फेरि अर्को यो नेक्स्ट अब मन्थ भित्र शादी भएर बिहा भएर अर्को वर्षसम्म नानी बाबु थ्याङ्क यू शुभकामना मेरो थ्याङ्क यू भद्रकाली माताजीको आशीर्वाद लाग्यो हाई म्याउ एकछिनलाई सोल्टी म्याउ गयो साँच्ची भाग्यो होला कि मेरो भन्दा त यही केटाको दारी धेरै रहेछ अहिले गएर उतापट्टि कुरा गर्छ होला कि साथीसँग एउटा मान्छे देखे यार लास धेरै दारी भएको सरप्राइजिङ पाराले भेटेँ हेलो हाई म्याउ म्याउ थाकेको छैन त्यो ह्याङ भयो स्वयम्भूको जस्तो कोइन त्यो स्वयम्भूको बिचमा कोइन फाल्छ नि त्यस्तै छ के So well crafted भित्ताहरू कोइन फालेर जसको त्यो बिचमा पर्छ नि यो कछुवाको आकार भयो स्वयम्भूमा जस्तै कोइन फालेपछि लकी साबित हुने भन्ने कुरा छ सो उहाँ कतिको लकी हुनुहुन्छ हेरौँ उहाँ जेन लकी नाइ देशकी सोल्टीले नि त्यही बजाइदियो क्या ओए पार्दिरा ओ सोल्टी नाक्दिरा ओए गयो सोल्टी गयो ओहो हो मेरो त सिधै डुब्यो त छैन अर्को उता कुरा नबन्नेलाई यता छ अर्को खोइदिनु त एउटा यसो पारिदिइहालौँ तित्लिक्कै तल झर्दिएको अवस्था जाउँ होला अघि हामी आउनु पर्ने चाहिँ यताबाट हो हामी अघि यताबाट गएनौँ यताबाट निस्किँदैछौँ यहाँ हेर्नुहोस् माथि खतरा ड्रागन छ यो चाहिँ हामी निस्किने बाटो यतासम्म त आउनु भयो नि अस्ति होइन
ऊ यहाँ आएर अगाडि फोटो खिचायो होइन बाई 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 सी यू फेरि भेट्नु ल हस् हस् कति ज्ञानी हजुर चिनेकै जसरी बोल्यो त आइसक्यो हो म त क्यामेरा अगाडि भयो भने त म त चिनेको झै बोलिदिन्छु नि मान्छेहरूसँग अनि यहाँ पनि यो ढुङ्गा माथि राख्यो अड्कायो भने हुने के रहेछ यता यता यो ढुङ्गा माथि अड्कायो भने चाहिँ ज्ञानी लकी हुने भन्ने कुरो हो सोल्टीलो अड्कम अड्कम अर्को साल बिहे भइहाल्छ कि अड्कम अड्कम 2-3वटा अड्कम 2-3वटै आउँछन् कि एउटा मात्रमा कुरा टुङ्गाउने हो चाहेको एउटै हो त चढाउनु चढाएर त हेर्नु ओइ यसको त लुगा मेरो जस्तो रहेछ त सोल्टी योसँग मेरो लुगा मिलेकै ठ्याक्राक्कै उयोसँग यहाँ छ कि हो कि यहाँ हेर्न यो सेम छ क्या यसको किन यिनीहरू खालि कामै मात्र गरेको देख्छु जहिले नि हजुर जहिले आउँदैन यिनीहरूको कन्स्ट्रक्सनै चलिरहेको हुन्छ घुमियो त नारी त सान भोक लाग्यो सम्झे घरै खायो जस्तो लाग्यो माछा पौडे या माछा खाएको पौडे जस्तो छ होइन Cheers. 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 Itu chat berapa? Mau 2 resi 5.